नाम के हो? मेरो नाम पुनम थपरी। जनजी आन्दोलन तपाईँ गर्नुभएको थियो? गएको थिएँ, म 3 दिनसम्म गएको थियो। काठमाडौँमै थिएँ, म काठमाडौँ नै बस्छु। सुशासन भ्रष्टाचार विरोधमा थियो। तपाईँ के देख्नुभयो प्रत्यक्षमा? अब देखेर भन्नाले पनि म जाँदाखेरि चाहिँ हाम्रो कुनै पनि त्यस्तो उद्देश्य चाहिँ थिएन हामी गएर त्यस्तो हामी गर्छौँ भनेर। त्यहाँनिर चाहिँ आएर चाहिँ अरू मान्छेले चाहिँ नराम्रो काम गरेको, लेकिन जेन्जीहरूको चाहिँ सबै त्यसमा नाम आएको हो आउनु चाहिँ। तर हाम्रो चाहिँ हामीहरू जति पनि साथी थियो हाम्रो त त्यस्तो कुनै पनि थिएन कि हामीले यस्तो तोडफोड गर्ने, यस्तो गर्ने, उस्तो गर्ने भनेर कुनै पनि थिएन हाम्रो त्यस्तो चाहिँ, हैन। तर अरू मान्छेहरू आएर चाहिँ त्यस्तो गरेको थियो क्या त्यहाँनिर हामीले चाहिँ। जेन्जीले आगो लगाएर भनेर भन्छ त? हैन त्यस्तो चाहिँ हैन। त्यस्तो भन्नेको चाहिँ एकदम गलत हो। अब हैन न्युज जसले पनि जस्तो पनि फैलाउन सक्छ। अब कसैको मुखमा कसैले टेप लाउन सक्दैन। जसको जस्तो सोचन हुन्छ, जसले जस्तो देखेको हुन्छ त्यस्तै बोल्ने हो, त्यस्तै गर्ने हो, हैन। अब त्यसमा चाहिँ केही भन्न सक्दैन। यो देश बचाउने पार्टी तपाईको नजरमा कुन होला? मेरो नजरमा चाहिँ मैले आजसम्म गाउँमा बसेकोदेखि लिएर काठमाडौँ पनि बसेको 8 वर्ष भइसक्यो म, हैन। र बसेकोदेखि चाहिँ म यति नै देखिरहेको छु कि म अहिले जुन उभिएको छु, हैन, जुन ठाउँमा देखिरहनु भएको छ हजुरहरूले पछाडि, हैन, मैले चाहिँ यहाँ उहाँले नि आजसम्म गरेको हाम्रो गाउँघरलाई गरेको चाहिँ देखिरहेको छु आजसम्म, हैन। अरू सहर बजारको त त्यस्तै हो। अब जे देखेको छु मैले चाहिँ यति नै देखेको छु आजसम्म। तपाईको मतदान केमा होला? मेरो त यही छ, स्वयं हेर्न सक्नुहुन्छ। अब सकेसम्म हजुरहरूले पनि हैन साथ सपोर्ट गरिदिनु होला। म चाहिँ यति नै भन्न चाहन्छु। हस्त।